फर्स्टमा चाहिँ अब हेर इस्यु अफ सेयर भनेको के हो? सेयर तिमीहरूले सुनिरहेको हुन्छ है, नर्मली मार्केटमा सुनिरहेको हुन्छ। कुनै पनि एउटा नयाँ कम्पनी छ अथवा पहिलेदेखिबाट चलिरहेको छ भने उसलाई चाहिँ एउटा कम्पनी चल्नको लागि उसको कम्पनीमा पैसा कहाँबाट आउँछ? सुरुमा कि उसले डेट लिन्छ होइन, भनेको लोन लिन्छ। लोन डिभेन्चर चाहिँ इस्यु गर्छ, बाहिर बेच्छ, भनेको ऋण पत्र भन्ने हुन्छ क्या। डिभेन्चर भनेको चाहिँ डिभेन्चर बेच्छ कि उसले डेट लिन्छ ब्याङ्कबाट होइन, के गर्छ? सेयर इस्यु गर्छ। मेन भनेको चाहिँ एउटा डेट लिन्छ होइन, डेट लिने हो, अनि अर्को भनेको चाहिँ के हो? सेयर हो। सेयर भनेको चाहिँ त्यस्तो सेयर, अब तिमीले सेयर कुनै कम्पनीको सेयर लियो भने त्यो कम्पनीको के हुन्छ? ओनरसिप लिन्छ क्या हामीले, ओनरसिप लिने हो। जस्तो हामी चाहिँ अब एबिसी कम्पनी भयौँ, अब यसमा हाम्रो हिसाब गर्दाखेरि हामी पब्लिक भएर होइन के, यो कम्पनी भएर गर्ने हो। किन सबै हामीले गर्ने जति सबै के हो? कम्पनीकै गर्ने हो नि त होइन, हिसाब किताब राख्दाखेरि। यो सेयर पनि के हो? अब हाम्रो कम्पनी एबिसी भन्ने कम्पनी छ, अब एबिसी भन्ने कम्पनीलाई चाहिँ अब क्यापिटल फर्मेसन गर्नु पर्यो, भनेको क्यापिटल बनाउनु पर्यो आफ्नो कम्पनीको लागि होइन। सुरुमा त के गर्छ उसले? डेट लिन्छ होइन, डेट लिन्छ अनि कि सेयर लिन्छ। अनि डिभेन्चरहरू के गर्छ? उसले इस्यु गर्छ बाहिर, कि डिभेन्चर आफ्नो कम्पनीको डिभेन्चर चाहिँ बेच्छ। यो आइपिओ भनेको चाहिँ नेप्सेमा लिस्टेड नभएको, उसले चाहिँ अहिलेसम्म सेयर खुलाएको छैन भने त्यस्तो कम्पनीले चाहिँ आइपिओ खुलाउँछ पहिला सुरुमा। आइपिओ भनेको हामी जस्तो सानसानो पब्लिक हुन्छ नि, जुन चाहिँ थोरै अमाउन्टबाट पनि आफूले चाहिँ त्यो कम्पनीको सेयर किन्न सकिन्छ के है। अब सरस्वती हेर्दाखेरि चाहिँ के भयो? कम्पनीले चाहिँ सेयर बेचेको जस्तो देखिन्छ होइन, तर बेचेको होइन कि, यिनीहरूलाई चाहिँ के गरेको? ओनरसिप दिएको। बेचेको भन्नाले हामीले सामान गुड्स बेचे जस्तो हुँदैन क्या, यसमा सामान बेचे होइन, केही पनि बेचेको होइन, के हो? जस्ट ओनरसिप दिएको हो। त्यसको चाहिँ ओनरसिप भनेको हामीले चाहिँ फर्स्टमा केही पनि थाहा छैन भने आइपिओबाट गर्न सकिन्छ। तिमीहरूले पनि गर्न सक्छौ। नर्मल एउटा खाता छ भने, कुनै पनि ब्याङ्कको खाता छ भने तिमीहरूले त्यहाँ गएर डिमेट खाता खोलेर अनि मेयर सेयर अकाउन्ट खोलेर चाहिँ तिमीहरूले आफै चलाउन पनि सक्छौ है। नर्मल सिक्न छ भने सेयर मार्केट अहिलेबाट सिक्न छ भने पनि सक्छौ कि तिमीहरूले गर्नलाई। हामीले चाहिँ खास गरी हाम्रो अब सेयर इस्यु गर्ने चाहिँ दुईटा मेथड छ होइन। एउटा चाहिँ लमसम बेसिसमा गर्छौँ भने अर्को इन्स्टलमेन्ट बेसिसमा गर्छौँ है। लमसम बेसिसमा चाहिँ हाम्रो सिनारियोमा चाहिँ लमसम बेसिसमा हुन्छ हामीले सेयर मार्केटमा काम गर्ने है। हामीले गर्दा पनि यसमै गर्छ, हामीले आइपिओ किन्दा पनि त्यही हो, सेकेन्डरी मार्केटमा पनि त्यही हो, लमसम बेसिसै हुन्छ। तर हामीले पढ्नु पर्दा इन्स्टलमेन्ट बेसिसमा पढ्नुपर्छ कि चाहिँ। अब इन्स्टलमेन्ट बेसिसकैबाट जाने सुरुमै हामी इस्यु अफ सेयर अन क्यास अन इन्स्टलमेन्ट बेसिस। इन्स्टलमेन्ट बेसिस भनेको चाहिँ के हो? किस्तामा तिर्ने के। तिमीहरूले केही सामान लियो भने एकैचोटि नतिर्ने के, इन्स्टलमेन्ट बेसिसमा लिने। जस्तो तिमीहरूले 50,000 को मोबाइल लिएछौ भने सुरुमा तिर्ने, डाउन पेमेन्ट गर्ने, अनि इन्स्टलमेन्ट कति हुन्छ त्यसरी। त्यस्तै यहाँ सेयरमा पनि त्यस्तै भयो क्या। जस्तो जहिले पनि सेयरको भ्यालु कति हुन्छ? नर्मली भनेको नेपालमा हाम्रो सेयरको भ्यालु कति हुन्छ? एउटा सेयरको भ्यालु 100 मा हुन्छ। यो 100 भनेको पार भ्यालु है, के हो? पार भ्यालु। अब यो पार भ्यालु भन्दा धेरैमा बेच्यो भने के भयो? प्रिमियम भयो होइन। जस्तो यहाँनिर 100 छ, पार भ्यालु 100 छ भने अब प्रिमियम भनेको 110, 105, 20 जति पनि हुन सक्छ। अनि डिस्काउन्ट भनेको चाहिँ 100 भन्दा कति? अब 85 होइन, 90, 15 रुपिस कम छ भने डिस्काउन्टमा बेच्यो भने यसलाई भन्छ डिस्काउन्ट भन्छ है। यसमा हुने पनि त्यही है, इन्स्टलमेन्टमा पनि त्यही हुन्छ। यसमा पनि केस सबै हुन्छ, पारको, प्रिमियमको, डिस्काउन्टको केस हुन्छ इन्स्टलमेन्टमा पनि र यसमा पनि हुन्छ, दुईटैलाई हुन्छ है। यो दुईटैमा हुन्छ यो। अब यसमा चाहिँ हामीले चाहिँ अब कसरी उठाउँछ भन्दाखेरि सुरुमा इन्स्टलमेन्ट बेसिसमा चाहिँ हामीले एप्लिकेसन खुलाएर है, एप्लिकेसन खुलाउँछौँ। त्यसपछि जस्तो मेरो कम्पनीलाई चाहिँ हाम्रो कम्पनीलाई, एबिसी कम्पनीलाई 1 लाख रुपियाँ चाहिएछ भने अब के गर्छ? 1 लाखको 1 लाख रुपियाँ सेयरबाट हामीले लिनु छ भने चाहिँ के गर्छ? 1 लाख रुपियाँ लिन छ भने अब एउटाको पार भ्यालु कति हो?
100 रुपिज हो नि त होइन। भनेपछि यसलाई 100 ले डिभाइड गऱ्यो भने कति हुन्छ? 1 2 3 1000वटा सेयर। 1000वटा सेयर चाहिँ हामीले बाहिर निकाल्ने है। हामीलाई कति पैसा चाहिएको छ, हाम्रो क्यापिटल चाहिँ कति रेज गर्ने हो, कति बढाउने हो भनेर चाहिँ सुरुमा चाहिनको लागि चाहिँ हामीले के गर्नु पर्यो, हामीलाई कति पैसा चाहिन्छ र हाम्रो जहिले पनि पार भ्यालु भनेको 100 हुन्छ त्यो भनेर बुझ्ने। अनि सेयर कति छ? 1000वटा सेयर चाहिएछ। अब हामीले चाहिँ मार्केटमा 1000वटा सेयर चाहिँ बाहिर निकाल्यौँ। यति चाहिँ 100 रुपियाँ पर्ने सेयर, 1000वटा सेयर चाहिँ हामीले चाहिँ यो एबिसी कम्पनीले बाहिर इस्यु गर्यो। अनि पब्लिकले त के गर्यो, एप्लिकेसन दिन्छ नि त, भर्छ नि त एप्लिकेसन भनेको फर्म फिलअप गरेर होइन। फिजिकल्ली हुन्छ कि अब अनलाइन हुन्छ, अहिले त अनलाइनै हुन्छ, पहिला अब फिजिकल हुन्थ्यो, पेपरमा हुन्थ्यो होइन, अहिले अनलाइन नै गरिन्छ। अब यो 1000वटा सेयर चाहिँ होइन हामीले के गर्नु पर्यो, बाहिर खुलाउनु पर्यो। अब 1000वटा सेयर बाहिर चाहिँ हामीले इस्यु गर्यौँ, तर हाल्दाखेरि 2000वटा आयो के, 2000वटा एप्लिकेसन आयो, 3000वटा आयो होइन, 50,000 नै आउन सक्छ। एकदमै ओभर सब्सक्रिप्सन पनि हुनसक्छ कि। जस्तो कति सेयरहरूको चाहिँ 1 लाखवटा सेयर मार्केटमा हुन्छ, 1 लाख भनेपछि